मान्य सदस्यहरू संसदको गतिविधिलाई अगाडि लानको लागि हामीले निकै लामो समयदेखि प्रयास गर्दै पनि यो ढङ्गको विरोध भइरहेकै छ। विरोधको बीचमा पनि अब हामीले संसद सञ्चालन गरेर निश्चित यो आर्थिक विधेयकसँग सम्बन्धित विधेयकहरू समयभित्रमा पारित गर्नुपर्ने र हाम्रो आर्थिक वर्ष 82-83 को बजेट समयमा सक्नुपर्ने कुराको बारेमा यहाँहरू जानकारी हुनुहुन्छ। त्यसकारणले अहिले उठिरहनुभएका मान्य सदस्यहरू आसन गरिदिनुहोस् र हामी निर्धारित कार्यसूचीमा अगाडि जानको लागि म मान्य सदस्यहरूलाई अनुरोध गर्दछु।